लास्ट पार्टको एन्डमा हामीले देखेका थियौँ कि स्याओफेनको डार्क वेपनको बारेमा ड्रागन पिकको लिडरले किङ सेक्टको मास्टरलाई बताइदिन्छ कि त्यो एउटा ब्लड प्युरिफिकेसन मेथडबाट बनाएको हो, जस्तो कि डिमनहरूले बनाउँछ। अब अगाडि यस पार्टको सुरुवातमा हामी स्याओफेनलाई किङ सेक्टको प्यालेसमा देख्छौँ, जहाँ ड्रागन पिकको लिडरले उसलाई भन्छ कि तिम्रो वेपन एउटा डेमोनिक वेपन हो जसलाई ब्लड प्युरिफिकेसन मेथड प्रयोग गरेर बनाएको छ। तर स्याओफेनले भन्छ कि उसले यस्तो गरेको छैन। तर ड्रागन पिकको एल्डर उसको कुरा मान्दैन र किङ सेक्टको मास्टरलाई भन्छ कि मलाई लाग्छ स्याओफेन डिमनहरूको जासुस हो, त्यसैले हामीले यसलाई मारिदिनुपर्छ। यो सुनेर ब्याम्बु पिकको लिडर रिसले चुर हुन्छन् र ड्रागन पिकको एल्डरसँग भन्छ कि यस्तो कसरी हुन सक्छ, स्याओफेन बाल्यकालदेखि नै हाम्रो पिकमा हुर्किएको हो, उसलाई कसरी एउटा डेमोनिक वेपन बनाउन आउँछ होला। त्यति नै बेला किङ सेक्टर मास्टर ती दुवैलाई चुप गराएर भन्नुहुन्छ कि भलै नै स्याओफेनको वेपन एउटा डार्क वेपन हो, तर मैले यस्तो वेपन आजसम्म कुनै डिमनले पनि प्रयोग गरेको देखेको छैन। त्यसैले हामी बिना प्रमाण स्याओफेनलाई सजाय दिन सक्दैनौँ, नत्र हामी र डिमन्सहरूमा केही फरक रहँदैन। यो सुनेर ड्रागन पिकको लिडरको मुख बन्द हुन्छ। यसपछि सेक्टर मास्टरले स्याओफेनलाई भन्छ कि तिमी यस कम्पिटिसनमा टप 4 मा आएका छौ, त्यसैले तिमीले टप 3 स्टुडेन्टसँग सेक्टको एउटा इम्पोर्टेन्ट मिसनमा जानुपर्नेछ। स्याओफेन यसको लागि मान्छ। अब स्याओफेन प्यालेस बाहिर आउँछ, जहाँ पहिले नै टप 3 स्टुडेन्ट अर्थात् जेम्स, सेङ र रोज उसको पर्खाइमा थिए। त्यसपछि ती चारैजना आफ्नो वेपन्समा बसेर मिसनको ठाउँतिर निस्कन्छ। तर त्यहाँ पुग्न अघि उनीहरूले आराम गर्नको लागि एउटा सिटीमा आउँछन्। त्यो सिटी एकदमै क्राउडले भरिएको थियो र त्यहाँ फरक फरक चिजहरू पाइन्थे। अब ती चारैजना खाना खानको लागि एउटा रेस्टुरेन्टमा आउँछन्, जहाँ सेङले सबैको लागि खाना अर्डर गर्छ। स्याओफेनले सेङलाई खाना अर्डर गरेको देखेर सोध्छ कि के तिमी यहाँ पहिले पनि आएका छौ, किनकि तिमीलाई मेनु कन्ठै रहेछौ। जसमा सेङले भन्छ ऊ प्राय यहाँ लुकेर खाना खान आइरहन्छ, किनकि उसलाई यहाँको खाना एकदम धेरै मनपर्छ। त्यतिकैमा वेटरले खाना लिएर आउँछ, जसलाई स्याओफेनले एकदमै छिटो छिटो खान थाल्छन्, किनकि उनलाई त्यो खाना एकदमै स्वादिलो लागिरहेको थियो। त्यसपछि वेटरले त्यो रेस्टुरेन्टको फेमस फिस सुप लिएर आउँछ, जसलाई चाखेर स्याओफेन भन्छ यसको टेस्ट एकदम लाजवाब छ। जसमा वेटरले भन्छ कि यस्तो हुनुको कारण यो एकदमै फ्रेस हुनु हो। तर त्यतिकैमा त्यहाँ बियाउ नामकी केटी आउँछिन् र सबैको सामु त्यो वेटरलाई भन्छ कि यो माछा फ्रेस हुनै सक्दैन, किनकि यो माछा जुबु माउन्टेनमा मात्र पाइन्छ, जुन यहाँबाट हजारौँ किलोमिटर टाढा छ। त्यसैले तिमीलाई यो माछा यहाँसम्म ल्याउन मात्र 15 दिन लाग्छ होला। यो सुनेर वेटरले बियाउलाई भन्छ कि यो माछा जुबु माउन्टेनमै मिल्छ, तर केही वर्ष पहिले केही प्र्याक्टिसनरहरूले यो माछा त्यहाँबाट ल्याएर नजिकैको पोखरीमा पाल्न थालेका छन्, जसका कारण यो माछा त्यहीँ पाइन्छ र हामी तपाईँहरूलाई त्यहीँका माछा दिन्छौँ। तर बियाउलाई यो कुरामा विश्वास भइरहेको थिएन। तर त्यतिकैमा उनलाई उनको आन्टीले बोलाउनुहुन्छ। अब अगाडि ती चारैजना त्यही सिटीका एउटा होटलमा बस्छन्। जब स्याओफेन सुत्न गइरहेको थियो, रोज उनी कहाँ आएर सोध्छन् कि जब हामी दुईको फाइट भइरहेको थियो, तब अचानक तिमी किन ढलेको थियो। जसमा स्याओफेनले उसलाई साँचो कुरा नबताई यति मात्र भन्छ कि मलाई थाहा छैन त्यसबेला के भएको थियो, जसका कारण म आफै बेहोस भए होला। यो सुनेर रोज त्यहाँबाट जान्छन् र स्याओफेन पनि आफ्नो कोठामा गएर सुत्छ, जहाँ सुतेको बेला स्याओफेनले सपनामा देख्छ कि उसको एउटा एभिल रूपले उसलाई मारिरहेको छ। अब यो सपनाका कारण स्याओफेनको निन्द्रा खुल्छ र ऊ बाहिर घुम्न थाल्छ, जहाँ उसले बियाउलाई देख्छ, जसले त्यो बगैँचाबाट एउटा फुल टिपिरहेकी थिइन्। स्याओफेनले उनलाई भन्छ तिमीले यस्तो गर्नु हुँदैन थियो, किनकि फुलहरूमा पनि ज्यान हुन्छ। यो सुनेर बियाउ हाँस्न थाल्छिन्, किनकि उनले पहिले कहिले यस्तो कुरा सुनेको थिइन। यसपछि बियाउ स्याओफेनसँग उसको नाम सोध्छिन्, तर स्याओफेनले उसलाई नाम बताउँदैन, किनकि बियाउ उमाथि हाँसिरहेको थियो। तर बियाउ स्याओफेनलाई फकाएर उसको नाम थाहा पाउँछिन् र उसलाई सोध्छन् कि यो फुल र ममा को धेरै सुन्दर छ। जसमा स्याओफेनले बियाउको नाम लिन्छ। तब बियाउले भन्छन् के तिमी पनि अरू केटाहरू जस्तै केटीहरूलाई जिस्काउँछौ। यो सुनेर स्याओफेन रिसले त्यहाँबाट जान्छ। ऊ गएपछि बियाउ भन्छन् स्याओफेन, मैले तिमी जस्तो केटा अहिलेसम्म कहिल्यै देखेको थिइनँ, जसको मनमा एउटा फुलको लागि पनि यति धेरै भावनाहरू होस्। त्यही समयमा बियाउकी आन्टी त्यहाँ आउँछिन् र उसलाई भन्छन् कि आज जुन चारजना मानिसहरू तिमीले रेस्टुरेन्टमा भेटेका थिए ती किङ सेटका हुन्, तर मलाई उनीहरूको नाम थाहा छैन। तब बियाउले काकीलाई भन्छी मलाई तीमध्ये एकजनाको नाम थाहा छ, उनको नाम स्याओफेन हो। त्यसै बेला काकीले बियाउको हातमा त्यो फुल देख्छन्। बियाउ भन्छन् यो फुल सुन्दर छ नि, ठ्याक्कै मेरो हतियार जस्तै। तर काकीले भन्छन् यो फुल त हाम्रो सेक्टको माउन्टेन होइगीमा फुल्ने गर्थ्यो, तर तिम्रो आमाको मृत्युपछि त्यहाँ यो फुल फुल्न छाड्यो। यो सुनेर बियाउले भन्छन् मलाई यसको बारेमा कुनै कुरा गर्नु छैन। तब आन्टीले भन्छन् तिमीले यस्तो भन्नु हुँदैन, किनकि तिम्रो फादर सेक्टर मास्टर हुन् र उनले तिमीलाई धेरै माया गर्नुहुन्छ। यो सुनेर बियाउ रिसमा भन्छन् यदि उनले मलाई साँच्चै माया गर्थे भने मेरी आमा मर्ने थिइन। त्यसपछि बियाउ आफ्नी आन्टीलाई त्यहाँबाट जान भन्छन्, किनकि उनी केही बेर एक्लै बस्न चाहन्थिन्। काकीले त्यहाँबाट जानु अघि भन्छन् हाम्रो कोन्सङ माउन्टेनको यात्रा निकै कठिन छ, त्यसैले तिमी धेरै सावधान रहनु।
अर्को दिन हामी ती 4 जनालाई देख्छौँ जसको मिसन कोन्साङ माउन्टेनको एउटा ओडारमा गएर डिमन्सहरूलाई मार्नु थियो। त्यसैले उनीहरू सबै कोन्साङ माउन्टेन पुग्छन्, तर त्यहाँ उनीहरूको सामाना ब्लड सकिङ ब्याटसँग हुन्छ जसले कसैको शरीरबाट पुरै रगत पनि सोच्न सक्थे। उनीहरू ती चमेरासँग लड्न थाल्छन् र चमेराहरूको सङ्ख्या धेरै भएका कारण उनीहरूलाई लड्न धेरै गाह्रो भइरहेको थियो। त्यही बेला उनीहरूले एउटा आवाज सुन्छ कि यी चमेराहरू उज्यालोदेखि डराएर भाग्छन्। यो सुनेर जेम्सले आफूले जितेको हेक्सागोनल मिररको मद्दतले त्यहाँ एउटा सिल्ड बनाउँछ जसको उज्यालोले गर्दा ती चमेराहरू डराएर त्यहाँबाट भाग्छन्। त्यसपछि उनीहरू कहाँ ट्यान टेम्पल र फेन्सियन भ्यालीका मानिसहरू पनि आइपुग्छन् जसलाई किङ सेक्टर मास्टरले मद्दतका लागि बोलाएका थिए। अब उनीहरू सबै गुफाभित्र जान थाल्छन् जहाँ हालै मानिसहरूले डिमन्सहरूलाई देखेका थिए। गुफामा अगाडि बढ्दै गर्दा रोजीलाई त्यहाँ कोही भएको महसुस हुन्छ। त्यही बेला उनीहरूतिर धेरै आक्रमण हुन्छन् जसबाट उनीहरू बच्छन्, तर जताततै धुलो उडेका कारण उनीहरूले एकअर्कालाई स्पष्ट देख्न सकिरहेको थिएन। त्यही बेला एउटा डिमन्सले स्याउफेनमाथि आक्रमण गर्छ, तर स्याउफेनले उसलाई टाढा फ्याँकिदिन्छ र त्यो धुलोमा लुक्छ। यसै समयमा अर्को डिमन्स आएर फेन्सियन भ्यालीका मानिसहरूलाई अरूभन्दा टाढा लैजान्छ। त्यसपछि त्यहाँ ती दुवै डिमन्सका हाकिम नियन आउँछ। उसलाई देखेर जेम्स भन्छ, तिमी अझै कसरी जीवित छौ? तर नियनले जेम्सको कुराको जवाफ नदिई सबैमाथि हमला गर्छ, तर उनीहरू बच्न सफल हुन्छ। त्यही बेला पहिलो डिमन्सले स्याउफेनलाई लात हानेर टाढा फालिदिन्छ। त्यसपछि नियनले ढुङ्गाको मद्दतले स्याउफेनलाई अरूबाट अलग गरिदिन्छ। त्यसपछि तेस्रो डिमन्सले स्याउफेनमाथि आक्रमण गरेर उसको रगत पिउने कोसिस गर्छ, तर स्याउफेनले आफ्नो स्टिक त्यो डिमन्सको शरीरमा घुसाइदिन्छ जसका कारण त्यो डिमन्स जोडले चिच्याउँछ र दोस्रो डिमन्स उसलाई हेर्न आउँछ। त्यहाँ उसले स्याउफेनले ब्लड सकिङ मेथड प्रयोग गरेर आफ्नो साथीलाई मारेको देखेर अचम्ममा पर्छ। साथै स्याउफेन आफै पनि यो देखेर छक्क पर्छ किनकि उसलाई थाहा थिएन कि उसको यो हतियारले यस्तो पनि गर्न सक्छ। त्यो डिमन्स नियनलाई भन्छ कि हाम्रो साथी मरिसक्यो। यो सुनेर डिमन्सहरू आफ्नो साथीको लास लिएर त्यहाँबाट भाग्छन् किनकि ती दुईजनाले मात्र ती सबैलाई हराउन सक्दैनथ्यो। डिमन्सहरू भागेको देखेर उनीहरू पनि त्यतै जान थाल्छन् ताकि उनीहरू यसको फाइदा उठाएर डिमन्सहरूलाई खतम गर्न सकू। त्यहाँ जाँदै गर्दा स्याउफेनको स्टिक चम्किन थाल्छ किनकि त्यसले त्यो डिमन्सको ऊर्जा सोचेको थियो। त्यसपछि उनीहरू गुफा हुँदै ब्लड रिफाइनिङ हलमा पुग्छ। त्यहाँ पुग्ने बित्तिकै केही ढुङ्गाहरूले रोजी र स्याउफेनलाई घेर्छन्, तर रोजीले आफ्नो तरबार प्रयोग गरेर ती ढुङ्गाहरूलाई फुटाइदिन्छ। त्यही बेला उनीहरूलाई पहिलेका र केही नयाँ डिमन्सहरूले घेर्छन्। त्यसपछि तीमध्ये एकले आफ्नो जादुई पङ्खको मद्दतले चारैतिर धुलो फैलाउँछ जसका कारण उनीहरूले एकअर्कालाई स्पष्ट देखिरहेको थिएन। त्यसपछि दोस्रो नम्बरको डिमन्सले स्याउफेनमाथि आक्रमण गर्छ र स्याउफेन उसँग लड्न थाल्छ। स्याउफेन त्यो डिमन्समाथि भारी परिरहेको थियो, तर त्यही बेला नियन आएर स्याउफेनलाई पछाडि धकेल्छ। तर त्यही समयमा रोजी स्याउफेनलाई मद्दत गर्न त्यहाँ आइपुग्छिन्, तर अचानक त्यहाँ हन्टरवाली डिमन आउँछिन् र आफ्नो हन्टरले रोजीलाई समात्छ। यो देखेर स्याउफेनलाई रिस उठ्छ। तब रोजीले उसलाई भन्छन् कि तिमी मेरो ज्यानको पर्वाह नगर र यी डिमन्सहरूलाई मार। यो सुनेर स्याउफेन तिनीहरूसँग लड्न थाल्छ, जहाँ लड्दै गर्दा स्याउफेनले त्यो हन्टरवाली डिमनमाथि अट्याक गरेर रोजीलाई पनि छुट्याउँछ। त्यसपछि रोजी स्याउफेनको नजिक आउँछिन्, तर त्यति नै बेला नियनले डेमोनिक टेक्निक चलाउन थाल्छ जसको नाम स्कार डिमन आइज थियो, जसमा नियनले आफ्ना आइज निकालेर रोजीको तरबारमा कर्ज लगाइदिन्छ र त्यसमाथि आफ्नो डिमन आईले अट्याक गर्छ, तर स्याउफेनले सिल्ड बनाएर रोजीलाई बचाउँछ। त्यति नै बेला स्याउफेनको स्टिकले डेमन आईको अट्याकलाई सोचिदिन्छ। यो देखेर नियनले केही पनि बुझ्न सक्दैन कि यस्तो कसरी हुन सक्छ। त्यति नै बेला स्याउफेन उमाथि अट्याक गर्छ, तर नियन र उसका साथीहरू स्याउफेनलाई घाइते बनाएर भिरमा खसालिदिन्छ। यो देखेर रोजी पनि भिरमा हाम फाल्छिन् र स्याउफेनको हात समातेर आफ्नो चारैतिर एउटा ब्यारियर बनाउँछ। यता नियनले बाँकी मानिसहरूको हतियारमा पनि डेमन आईको मद्दतले कर्ज लगाइदिन्छ जसले गर्दा उनीहरूले आफ्नो हतियार प्रयोग गर्न सक्दैनथ्यो। त्यति नै बेला नियनको एक सर्भेन्ट उनलाई बताउँछ कि कसैले हाम्रो ट्रेजर साइट नष्ट गरिदिएको छ। त्यसपछि जेम्सले आफ्नो हेक्सागोनल मिररको मद्दतले सबैको हतियारबाट कर्ज हटाइदिन्छ र नियनमाथि अट्याक गर्छ र नियन आफ्नो साथीहरूसँग ट्रेजर साइट हेर्न जान्छ। त्यसैले बाँकी सबैजना स्याउफेन र रोजीलाई खोज्न थाल्छन्। यता हामी स्याउफेन र रोजीलाई देख्छौँ जो दुवै जीवित थिए, तर रोजीले देख्छन् कि स्याउफेन धेरै नै घाइते भइसकेको छ जसले गर्दा उसको ज्यानलाई खतरा छ। त्यही समयमा त्यहाँ धेरै डिमन स्कल्स आउँछन्। रोजीले सिल्ड बनाएर स्याउफेनलाई ती स्कलहरूबाट बचाउने कोसिस गर्छिन्, तर ती स्कलहरूले रोजीको स्पिरिचुअल पावर सोच्न थाल्छन् जसका कारण रोजी धेरै कमजोर हुन्छन् र उनको सिल्ड टुट्छ। तर त्यति नै बेला स्याउफेनको त्यो स्टिकले ती सबै स्कलहरूलाई सोचिदिन्छ। यो देखेर रोजी अचम्ममा पर्छिन्। त्यही समयमा त्यहाँ एउटा रेड आई डिमन ट्रीले रोजीलाई देख्छ र आफ्ना टेन्टिकल्सहरू रोजीतिर बढाउन थाल्छ। यो देखेर रोजी त्यो रेड ट्रीसँग लड्न थाल्छिन् किनकि यसबाहेक उनीसँग कुनै अप्सन थिएन, नत्र स्याउफेन र रोजी दुवै मारिने थिए। तर रोजी त्यससँग धेरै बेरसम्म लड्न सक्दैनथ्यो किनकि उसको ऊर्जा धेरै कम थियो। त्यसपछि त्यो ट्रीले स्याउफेनलाई समातेर खान थाल्छन्। रोजीले स्याउफेनलाई जगाउने कोसिस गर्छ, जहाँ केही सेकेन्डपछि स्याउफेनको होस आउँछ र ऊ यो सबै देखेर रिसमा आफ्नो स्टिकलाई बोलाएर आफू र रोजीलाई आजाद गराउँछ। यसपछि स्याउफेनले आफ्नो स्टिकको प्रहारले त्यो ट्रीको सबै टेन्टिकल्सहरू काटिदिन्छ र त्यसको आँखा फुटाएर त्यसलाई मारिदिन्छ। यसो गर्ने बित्तिकै ऊ अचानक फेरि सामान्य हुन्छ।
अब स्याओफेनले रोजीलाई यति कमजोर देखेर उसलाई निको पार्ने कोसिस गर्छ। तब रोजीले स्याओफेनलाई रोक्छिन् किनकि ऊ पनि धेरै कमजोर थियो। तर स्याओफेन मान्दैन र उसलाई निको पारिरहन्छ। त्यति नै बेला त्यहाँ बियाउ र उनकी आन्टी आउँछन्। स्याओफेनले उनीहरूलाई सोध्छ कि तिमीहरू यहाँ किन आयौ, जसमा बियाउले भन्छन् हामी पनि तिमीहरू जस्तै ब्लड केप ड्रप लिन आएका हौँ। तर स्याओफेनलाई ब्लड केप ड्रपको नाम सुनेर केही पनि सम्झना आउँदैन। बियाउ र उनकी काकीलाई लाग्छ कि स्याओफेनले नाटक गरिरहेको छ ताकि किङसेकका मानिसहरूले सबैलाई धोका दिएर यो ब्लड केप ड्रप आफूले लिन सकोस्। त्यसैले बियाउ र उनकी आन्टीले यो देखेर स्याओफेनमाथि अट्याक गर्छन्। तर त्यति नै बेला त्यहाँ एउटा ठुलो सर्प आउँछ। बियाउले सर्पमाथि अट्याक गर्ने सोच्छिन् तर उनकी आन्टीले उनलाई रोक्छिन् किनकि यसो गर्दा सर्पले उनीमाथि नै हमला गर्थे। त्यतिकैमा गल्तीले रोजी ढुङ्गामा ठोकेर आवाज निस्किन्छ जसले गर्दा त्यो सर्प रोजीतिर बढ्न थाल्छ। तर स्याओफेनले रोजीलाई टाढा सारेर सर्पलाई आफ्नो पछाडि दौडाउन थाल्छ। तब त्यो सर्पले स्याओफेनमाथि अट्याक गर्ने कोसिस गर्छ तर बियाउले उसलाई बचाउँछिन् र भन्छन् तिमीले यो सर्पलाई रिस उठाएका छौ। अब बियाउ र रोजी सर्पमाथि अट्याक गर्छन् तर त्यो सर्पले ती दुवैलाई टाढा फालिदिन्छ जसका कारणले रोजी बेहोस हुन्छन् किनकि उनी पहिलेदेखि नै कमजोर थिइन्। त्यसैले स्याओफेनले रोजीलाई एका छेउमा राखेर त्यो सर्पसँग आफै लड्न जान्छ, जहाँ बियाउले पनि उनलाई साथ दिइरहेको थियो किनकि यदि उनीहरूले यसो नगरे त्यो सर्पले एक एक गरी उनीहरू सबैलाई मारिदिन्थ्यो। अब धेरै बेरसम्म सर्पसँग लडेपछि पनि सर्पलाई केही हुँदैन। त्यसैले बियाउ भाग्ने बाटो खोज्न थाल्छिन्। त्यति नै बेला उनले एउटा टाढा गुफा देख्छिन् जसबाट उज्यालो आइरहेको थियो। बियाउ त्यतातिर जान थाल्छिन्। त्यहाँ स्याओफेन पनि बियाउलाई गएको देखेर उसको पछि लाग्छ। तर उनीहरू दुवैजना गुफाको नजिक पुग्ने बित्तिकै त्यो सर्पले उनीहरूमाथि अट्याक गरिदिन्छ। अब गुफामा पुगेपछि बियाउले देख्छन् कि स्याओफेन निकै घाइते भइसकेको छन्। उनलाई देखेर बियाउले भन्छ तिमीलाई यति बहादुर बन्नु जरुरत पनि थिएन। यदि म तिमीसँग मिलेर नलडेको भए तिमी मारिने थियौ। जसमा स्याओफेनले भन्छ तिमी जस्तो डिमन विचले मलाई बचाउनु पर्दैन थियो, म आफैले आफैलाई बचाउन सक्थे। यो सुनेर बियाउले रिसाउँदै स्याओफेनलाई भन्छ तिमीले यसो भन्ने हिम्मत कसरी गर्यौ। त्यसपछि स्याओफेनले भन्छ जब तिमीले हामीमाथि हमला गरेका थियौ त्यति नै बेला मैले बुझिसकेको थिएँ कि तिमी पनि एउटा डिमन्स गर्ल हो। लौ ठिक छ, अब हेरौँ म बिना तिमी यो गुफाबाट कसरी बाहिर निस्किँदो रहेछ। त्यसपछि स्याओफेन गुफामा घुमेर बाहिर जाने बाटो खोज्न थाल्छन्। यता रोजीलाई होस आउँछ र उनका सबै साथीहरू पनि त्यहाँ आइपुग्छन्। रोजीले सबैलाई परिस्थितिको बारेमा बताउँछिन् जसका कारण उनीहरू स्याओफेनलाई खोज्न थाल्छन्। अर्कोतर्फ बियाउकी आन्टी उनीहरू सबैलाई देखेर लुक्छिन्। र यसैको साथ यो भागको यहीँ समाप्त हुन्छ।